नमस्कार प्यारा साथीहरू, स्वागत छ हाम्रो च्यानलमा। आज हामी लिएर आएका छौं एकदम रमाइलो गाउँ खाने कथा। चञ्चले बाँदरको कथा। एउटा घना जंगल थियो जहाँ चञ्चले नामको एउटा सानो बाँदर बस्थ्यो। चञ्चले निकै चञ्चल र चतुर बाँदर थियो। उसलाई रुख चढ्न, डोरीमा झुन्डिन, साथीहरूसँग खेल्न धेरै मन पर्थ्यो। एक दिन चञ्चलेले आमालाई सोध्यो, आमा, म आज जंगलको अन्तिमतिर घुम्न जान्छु, ठीक छ? आमाले भनिन्, जाऊ, तर राम्ररी हेरचाह गर, अपरिचित जनावरहरूबाट टाढा रह। चञ्चले खुसी हुँदै हाम फाल्दै गयो। जंगलमा उसले हात्ती, मृग, बाघ र लङ्गुर देख्यो। सबैसँग उसले नम्र भएर कुरा गर्यो। तर एउटा बुढो बाँदरले उसलाई रोक्दै भन्यो, त धेरै अगाडि नजाऊ, त्यहाँ खतरा छ। चञ्चलेले नसुनी अघि बढ्यो। एक्कासी उसले एउटा फल देख्यो, झलक्क सुनौलो र मिठो देखिने फल। उसले त्यो खान खोज्दा बोल्ड एक जाल थिचियो। चञ्चले जालमा पर्यो। त्यो जाल त शिकारीले राखेको थियो। चञ्चले डरायो र चिच्यायो, बचाऊ, बचाऊ। सौभाग्यले उसको साथी लामा बाँदर वरिपरि खेल्दै थियो। लामाले तुरुन्त गएर अरू बाँदरहरू बोलायो। सबै मिलेर चञ्चलेलाई जालबाट छुटाए। चञ्चलेले सबैलाई धन्यवाद दियो र सिक्यो, बिना सोचे अगाडि नजानु र सधैँ साथीको साथमा जानु। त्यस दिनदेखि चञ्चले अझै चतुर बन्यो, तर अझ जिम्मेवार पनि। कथाको शिक्षा: सधैँ आमा बाबुको कुरा सुन्नु, एक्लै अन्जान ठाउँमा नजानु। साँचो साथीहरू सधैँ साथ दिन्छन्।